के तपाईँ जापानमा हुनुहुन्छ? यदि जापानमा हुनुहुन्छ भने तपाईँ ब्ल्याकलिस्टमा छु या छैन भनेर कन्फ्युजनमा हुनुहुन्छ भने तपाईँलाई यो भिडियो हेल्प हुनसक्छ। तपाईँले यो एप्लिकेसन युज गरेर पनि ब्ल्याकलिस्टमा छ छैन भनेर पत्ता लगाउन सकिन्छ। सर्वप्रथम तपाईँले यो एप्लिकेसन डाउनलोड गर्नुपर्ने हुन्छ र तरिकाहरू चाहिँ म यो भिडियोमा सेयर गर्नेछु। फुलफिल गर्नुपर्ने खासै त्यस्तो केही पनि हुँदैन, तपाईँको पर्सनल जे हो मात्र फुलफिल गरे पुग्छ र त्यस पछाडि 3 दिनदेखि 1 हप्ताभित्रमा तपाईँलाई त्यो रिजल्ट आउनेछ। र लास्टमा म के भन्न चाहन्छु भने त्यसको लागि चाहिँ 1000 रुपियाँ चाहिँ तपाईँले पे गर्नुपर्ने हुन्छ। यदि 1000 रुपियाँ तिरेर आफू ब्ल्याकलिस्टमा छु छैन भनेर पत्ता लगाउन सकिन्छ भने किन नगर्ने। आउनुहोस् हामी भिडियोलाई ढिला नगरी सुरु गरौँ। यदि तपाईँ हाम्रो अकाउन्टमा नयाँ हुनुहुन्छ भने हाम्रो यस टिकटक अकाउन्टलाई फलो गरिदिनु होला र साथसाथै कमेन्ट पनि गर्न सक्नुहुन्छ। यदि यो भिडियो हेल्पफुल लाग्छ भने अरूहरूलाई सेयर पनि गर्न सक्नुहुन्छ। जेआइसिसी एप्लिकेसन डाउनलोड गरिसके पछाडि तपाईँलाई यस्तो खालको इन्टरफेस देखिनेछ। तपाईँको टाइम छ भने यहाँ दिएको सबै पढ्नु होला, नत्र भने तपाईँले त्यहाँ टिक लगाएर नेक्स्ट गर्न सक्नुहुनेछ। यो इन्टरफेसलाई इग्नोर गरेर टप पेज ए भन्नेमा गएर क्लिक गर्नुहोस्। यहाँ 2वटा चुज गर्ने भनेर दिएको छ। तपाईँले यो कमेन्ट न मौसी कमीमा गएर क्लिक गर्नु होला, जुन मिदोरीमा देखाइएको छ। र त्यस पछाडि तपाईँलाई के चाहिन्छ त भनेर जे हो देखिनेछ र तपाईँले यहाँ देख्न सक्नुहुनेछ तपाईँलाई 1000 रुपियाँ लाग्नेछ हैन, जुन क्रेडिट कार्ड कम्पनीबाट या फुरी कमी गर्न सक्नुहुन्छ या नेट ब्याङ्किङ पनि गर्न सक्नुहुन्छ लगायत अन्य कुराहरू पनि देखाएको छ। तपाईँले यसलाई सक्नुहुन्छ भने पढ्नु होला। तपाईँलाई यहाँ दिए अनुसार कस्तो छ भन्दा होनिन खाकुनिनको जे हो न्युरोको गर्नुपर्छ रे, त्यसरी हो नओसीहरूलाई जेआइसिसी उके चुके भन्दै दिएको छ र तपाईँले यसलाई नेक्स्ट गर्नुहोस्। यहाँ होनिन खाकुनिन गर्नको लागि एरान देख्दछ भनेको छ, जुन 2वटा मध्ये तल होनिन खाकुनिन भन्ने देखेको छ, त्यसमा गएर क्लिक गर्नु होला। यो मौसी कमी गर्नलाई जुन 2वटा तपाईँले होनिन खाकुनिनको लागि चाहिँ दासु गर्नुपर्ने हुन्छ, जस्तै उन्तेन हो, माई नम्बर कार्ड, जाइरो कार्ड, पासपोर्ट हो हैन, लगायत धेरै कुराहरू छ। यहाँ अरू देखाए अनुसार जुन तपाईँले यो मेल एड्रेस हान्नुपर्ने हुन्छ, यो मेल एड्रेस चाहिँ माथि र तल चाहिँ सेम हान्नु होला, नत्र भने तपाईँको नेक्स्ट गर्न मिल्दैन। मैले चाहिँ यहाँनिर प्राइभेसीको लागि चाहिँ यसलाई जुन छेकेको छु जिमेल अकाउन्टको लागि चाहिँ, र मैले यसलाई चुकीमा गएर क्लिक गरिदिनेछु। चुकीमा क्लिक गरिसके पछाडि तपाईँलाई यहाँ पासवर्ड हान्न दिइन्छ। तपाईँको यो पासवर्ड चाहिँ जिमेल अकाउन्टमा आएको हुन्छ। त्यो पासवर्ड चाहिँ जुन जिमेल एकाउन्टमा गएर हेरेर तपाईँले यसमा गएर न्युरोको गर्न सक्नुहुनेछ। र न्युरोको गरिसके पछाडि तपाईँलाई यस्तो खालको एउटा फर्म भर्नुपर्ने दिन्छ। यहाँ भर्नुपर्ने लाइक क्रेडिट कार्ड भर्दा जस्तै हो। सबैभन्दा टपमा चाहिँ काताकानामा हान्नु होला र सेकेन्डमा पनि काताकानामा हान्नु होला नाम, र थर्ड नम्बरमा जुन तपाईँले त्यसमा अल्फाबेटिकमा नाम हान्न सक्नुहुन्छ, जुन सबै क्यापिटल लेटरमा हुन्छ। र त्यस पछाडि तपाईँले सेनेन गापी हान्न सक्नुहुनेछ। र अनि ओतोको ओन्ना के हो तपाईँ त्यो चुज गर्नु होला। र त्यस पछाडि तपाईँले रेन्डाको साकी देनो बाङ्गो या जिताको बाङ्गो न्युरोको गर्नु होला। यदि तपाईँहरूमा 2वटामा एउटा छ भने केही पनि हुँदैन। र अनि त्यहाँ दिएको छ जिसिओको लागि, यो चाहिँ करेक्ट हान्नु होला, नत्र भने तपाईँलाई आउने पेपरहरू चाहिँ नआउन सक्छ। तपाईँले त्यहाँ पोस्टल कोड हान्नु होला। र साथसाथै तल दिएको छ कम्पनीको जुन नाम, तपाईँले काम गर्ने कम्पनीको नाम चाहिँ फुरिकानामा हान्नु होला। र त्यस पछाडि त्यहाँनिर चाहिँ खान्जीमा हान्नु होला, अनि त्यहाँको फोन नम्बर हानिदिनु होला। र यो मौसिकमी सुरु तो कि होनिन न कमेन्ट जे हो भनेर लेखेको छ, यसमा चाहिँ एउटा चुज गर्नुपर्ने हुन्छ। लाइक उन्तेन मेङ्क्यो गरेर त्यहाँ हिजो के चाहिँ जुन दिन तपाईँले मौसिकमी गर्दै हुनुहुन्छ यो त्यही डेट हान्नु होला र तल चुकी गरिदिनु होला है त। म चाहिँ यसलाई सर र यसलाई न्युरोको गर्छु र त्यस पछाडि चाहिँ म अर्को पेज आए पछाडि म तपाईँहरूलाई सेचिमै गर्नेछु। र चुकीको पेजमा यस्तो खालको इन्टरफेस देखिनेछ। यसमा 2वटा होनिन खाकुनिनको लागि डकुमेन्टको न्युरोको गर्नुपर्ने हुन्छ। तपाईँलाई 2टा जुन ठिक लाग्छ त्यो गर्नु होला र टिक लगाएर तपाईँको त्यहाँ बाङ्गो हान्नु होला है त। र नेक्स्ट गरिसके पछाडि तपाईँलाई 2वटा डकुमेन्टको बारेमा जुन फोटो खिच्न देखाइनेछ, यसलाई चुकी गरेर क्यामेरा अन गरेर फोटो खिच्नु होला। जुन तपाईँले 2वटा हुन्छ, फर इक्जाम्पल जाइरो कार्डको अगाडि पछाडि, लाइसेन्सको अगाडि पछाडि, यसरी जुन योको मुकी गरेर फोटो खिच्नु होला है त। त्यहाँ दिए बमोजिम
चुज गर्नु होला। मैले चाहिँ अनलाइनबाट ट्राई गर्दैछु। यहाँ चाहिँ मेरो एउटा नयाँ इन्टरफेस खुल्नेछ। यो इन्टरफेसमा मैले तल स्क्रोल डाउन गरिसके पछाडि मैले पेपेबाट गर्ने भएकाले मैले पेपेमा क्लिक गरेर पेपेको मार्फत मैले चाहिँ फुल पेमेन्ट गरेको छु। अरू त्यस्तो नबुझेको केही छ भने तपाईँले सिधै मलाई DM या कमेन्ट गर्न सक्नुहुन्छ। फ्युचरको लागि यो भिडियो सेभ गरेर राख्नु होला। थ्याङ्क यू फर वाचिङ दिस भिडियो।